काम नै सक्दैन के गर्नु अब छोरी देख्दैन तपाईले आफ्नो छोरीको लास हेर्नुभयो मेरेको त चिनै सकेन डढेर जलेको र कालो अनुहार चिनै सकेन मेरो छोरीको खुट्टा चाहिँ कति सेतो छ खुट्टा पनि केही भएन छैन त्यो यो यहाँदेखि माथि सबै जलाइसक्यो अनुहार चिन्नु सकेन मैले मेरो छोरीको कालो कालो भएर यो नाक त के रडले हो कि केले कुटेको जस्तो त झ्याप्प भएको छ न एक थापट कुरेर त्यो पेट्रोल छार्दै हो कि क्या हो बोलिदिएन मेरो छोरी त तपाईँभन्दा कति भोलि मोटो थियो त्यसले नसक्ने दुईजनाले नसक्ने त्यो तिनैजना मिलेर मारेको मैले थाहा छ त्यो कस्तो कारबाही हुनु पर्यो तिनीहरूलाई भन्नु त आमा कारबाही अब के त्यो त्यो जेलमै हाल्नुपर्ने आधी जीवन जेलमै राख्नु पर्यो होइन त्यस्तो अपराधीहरूलाई आदि हो कि सबैजनालाई होइन सबै त्यो तिनै चारै ज्वाइँलाई चाहिँ कारबाही गरिनु गर्ने आमा त्यो गर्नैपर्छ उसले 18 नदे भने यहाँ मार्छ त्यसको बहिनीले पनि बोलेको छ ऊ त्यो नन्द भन्ने शब्द अहिले कति घिनलाग्दो भयो है आमा त्यसको बहिनी त्यो घरबार बिगार्नुको हात चाहिँ कसको छ आमा त्यो नन्दले गर्दाखेरि नन्दले नन्द त्यो छोरी पालेको मेरो छोरी चाहिँ मारेको उल्यानले तपाईको त अनि फेरि आफ्नै दाइको छोरालाई बिहे गरिदिनु भएको छ नि त सुशीला बमजनलाई त आफ्नै त्यो अब हामीले मेरो छोरी बालक छ नदिने 8 वर्षको दाइ छ 8 वर्षको दाइ मेरो छोरी नदिने मेरो बरु तपाईँहरूको विदेश गएर पछि 2-3-4 वर्षपछि बिहे गरे पनि हुन्छ भन्दाखेरि नमाने त्यसको त्यो माया रानी हो कि कुकुर रानी त्यो आएर माया रानी भनेको सासू सुशीला बमजनको सासू हजुर त्यो आएर सबै उसको दिदी बहिनी ल्याएर उता गाउँको ल्याएर मलाई फकाएर त्यो मेरो छोरीलाई पनि फकाएर लाग्यो नि आज बालकै भएदेखि 1 वर्ष म माइतीमै राख्छु भनेर त्यसो भनेर लाग्यो के मेरो छोरीले फकाइ लगायो त्यो बिहे चाहिँ मागी बिहे नै गरिदिनु भएको मागेरै हो जबरजस्ती माग्नु भएको थियो मामाले चाहिँ तपाईको दाइले चाहिँ त्यही भएर अनि सुशीला बमजनको बिहे एकताल त मैले दाइलाई त फर्केर पठायो मेरो छोरीको यसपालि बिहे नगर्ने मेरो घर बनाउँदैछ अझ घर बनाइसकेर मेरो दाइ चाहिँ बिहे गर्नुपर्छ भने मैले दाइ फर्केर गएपछि चाहिँ त्यसको त्यो माया रानी कुकुर रानी आएर पो त्यो बिहे गर्नु पर्छ बिहे गर्ने आज चोरेर ल्याऊ भनेको रहेछ अगाडि त उनीहरूले सुशीला बमजन त्यो नसक्ने चोरेर चाहिँ त्यो नगएको अनि उसले चाहिँ फकाइ सबै मिलेर आफ्नै मामसँग भनेर दियो अनि त भयो त मेरो छोरी मार्यो नि अपराधीहरूले त अझ त्यो उनीहरू दुईजना चाहिने अझैसम्म मैले मारेको भनेको छैन सबैले पुलिस पनि थाहा पाइसक्यो उनीहरूले मारेको भनेर प्रमाण भइसक्यो त्यो पेट्रोलले हातमा लागेछ अरे त्यो सासू चाहिँको पनि त्यो मिनाको चाहिँ अलिकता दुखाइ भेटेछ अरे सुरुमा चाहिँ ग्यास पड्केर त्यस्तो भएको भनेर अखबारहरू पनि फैलाउनु भएको छ हैन ग्यास पड्केको त्यो करेन्ट सर्ट भएको त्यस्तो कुरा यस्तो झुट बोल्यो भयो सुरुमा झुट बोलेको के त्यो देउदल त देखाउँछ नि त्यो मेरो छोरी चाहिँ उनीहरूले भित्र थुनेर त्यहाँ आगो लाउँदाखेरि चाहिँ अब त मारे होला भनेर उनीहरू डोको खोलेर हेर्दाखेरि चाहिँ मेरो छोरी त्यो मर्ने तालले भागेर निस्केर उ त बरन्दा हो कि कहाँ त्यहाँ लड्नु आगो गइसक्यो त्यो माथि गाउँलेहरूले देखाएको के उसले गाउँलेको साथीहरूले देखायो अनि उनीहरूले झोटो बोलेर भयो सुशीला बमजनको छोराछोरी दुईटा छोरा एउटा छोरी छ उहाँहरूले चाहिँ आमा कहाँ छ मम्मी कहाँ छ भनेर सोध्छ कि सोध्दैन उनीहरूले थाहा चाहिँ पाएछ अनि कोहीले चाहिँ बिमारी छ अस्पताल लगेको छ भनेको रहेछ कोहीले चाहिँ के हाम्रो मामी दा त्यो मिना फुपूले मारेको रे दा त्यो पेट्रोल छरेर आगो लाएर मारेको रे दा भन्ने कोहीले त्यसो कुरो गर्दाखेरि त्यसो गरेको हो हाम्रो फुपूले त्यो मिनाले हामी भोलि पर्सि ठुलो भएर हामीले पनि त्यो मिना फुपू मार्नुपर्छ भन्ने कुरो छ त्यो नातिहरूले त्यो रामलक्ष्मीले त्यसो भनेको कुरो छ तपाईँको ज्वाइँ चाहिँ कन्ट्याक्टमा आउनु भएको छ कि भएको छैन सुशीला बमजनको श्रीमान चाहिँ तपाईँको त्यो अस्ति त एकपल्ट बोल्दाखेरि त्यो मेरो बहिनी कहिले उ सरलाई थियो त्यो सरलाईको कहिले बहिनीलाई मैले तिमीहरूसँग त्यो कन्ट्याक्ट छ कि छैन भन्दाखेरि छ भनेर एकपल्ट
कुरो गर्ने भनेर मैले त्यो बोल्यो है त्यो सूर्य बन्धन अनि मलाई नमस्ते गर्यो नमस्ते केले गर्नु पर्यो हामी त अब त म मरे पनि आउनु पर्यो न तपाईँहरू मार्दाखेरि पनि आउनु पर्दैन यहाँ मेरो छोरी मारेको तपाईँको त त्यो शिरमाथि होइन शिरमाथि मार्दाखेरि पनि नआउने कस्तो हो के भएको छिटो आउनु पर्दैन मेरो छोरापुत आउँछ भनेको छ तपाईँ चाहिँ केले नआएको तपाईँ अबदेखि नातै तोड्यो भनेर मैले चाहिँ कराइदियो अनि के भन्नुभयो अनि त्यो चाहिँ भनेर त्यो यति लामो चुरोट तानेर अनि रक्सी हो कि के खाएर ए भनेर बस्यो अझै उहाँलाई चाहिँ गल्तीको रिलाज छैन है आफ्नो श्रीमती चाहिँ जलेर मारेको छ उहाँकै आदेशले उहाँले नि मार्नु भनेर आदेश दिएको भन्ने कुरा यो सत्यता हो आमा उसको बहिनीले त्यो मिना बमजनले त बोलेको छ के भन्नु दाइले मार भने हामीलाई मार्नु भन्यो हामीले मार्यो त्यस्तो कुरा बहिनी चाहिँ बोलेको छ उसको नन्दले सुशीला बमजनको नन्दले त्यो मिनाले त्यस्तो कुरो गरेको छ अनि उनीहरू त जेलमा त हार्नु नै पर्छ उनीहरू त अहिले चाहिँ हामीले तपाईँहरूलाई एउटा आरोप पनि आएको छ क्या हाम्रो माइती पक्षहरू चाहिँ मिलेर चाहिँ अब यिनीहरू मिल्छ पैसामा मिल्यो भन्ने कुरा जस्तो आरोपहरू आएको छ यसको बारेमा धेरैजनाले न्युजहरू पनि फेक हालेको छ तपाईँहरूको विषयमा अनि यसमा चाहिँ के तपाईँहरू साँच्चीकै पैसामा बिकेको हो त आमा आफ्नो छोरी मारेको मान्छेहरूसँग हामीले त पैसा भनेको त जति म बन्द अर्को थुवारे पनि म त कहाँ मिल्नु त आफ्नो छोरी मारेको मान्छे न्युजहरू आएको चाहिँ गलत हो आमा गलत हो तपाईँहरू पैसामा मिल्नु भएको छ पैसा त हामीले खाएको भएदेखि सुशीला बमजनलाई मार्ने जो हुनुहुन्छ जो योजनाकारी हुनुहुन्छ ससुरादीमा तपाईँको सुशीला बमजनको ससुरा त तपाईँको झन् आफ्नै दाइ एउटै दुध एउटै लाम्पा खाएर हुर्केको होइन उहाँलाई पनि कारबाही गर्नुपर्छ भन्ने तपाईँको धारणा होइन कारबाही त गर्नै पर्छ होइन गर्नै पर्छ यो चाहिँ गलत समाचारहरू चाहिँ नहालिदिनु होला होइन एउटा पीडितलाई झन् पीडित नगरिदिनु होला एउटा आमाले एउटा बहिनीले आफ्नो मान्छेलाई मार्न कसैले यो त्यो भन्ने त्यो पैसामा कुनै पनि तुलना हुँदैन एउटा लासमाथि तपाईँहरूले राजनीति पनि नखेलिदिनु होला प्लिज म तपाईँलाई यो भनेर आग्रह गर्न चाहन्छु उहाँहरूलाई यति धेरै पीडा भएको छ होइन अहिले उहाँहरू चाहिँ ठ्याक्कै सुशीला बमजनकै घरको अगाडि पछाडिपट्टि छ हामी सुशीला बमजनको छोराछोरी चाहिँ यो स्कुलमा पढ्दो रहेछ होइन उहाँ पुऱ्याउन आउनु भएको रहेछ आमा बाटोमा चाहिँ अनि त्यही क्रममा चाहिँ हामीले आमासँग सानो कुराकानी पनि गऱ्यौँ म अघि तपाईँको घर पनि गएको थिएँ आमा तपाईँहरूलाई चाहिँ अब कानुनले पनि साथ दिनुहुन्छ होइन यहाँको कानुनले यहाँको प्रहरीले यहाँको सिटो साहबले चाहिँ के भन्नुभएको छ आमा त्यो त्यहाँ चाहिँ म पुग्दाखेरि त खोइ लेखेको मात्रै के भनेर सोध्छ यस्तो भनेर खोइ मेरो छोरीले त दिउँसो त त्यो 2 बजी टाइममा मलाई बोलाएकै हो अनि बोलाउँदाखेरि चाहिँ म भोलि बिहान आउँछ भनेर मैले त्यस्तो कुरो गरेको छ ठिक छ तपाईँहरूले लास जिम्मा लिने कुरा रहेछ होइन लास चाहिँ तपाईँहरूले कहिले जलाउनुहुन्छ भोलि अब भोलि अझ 9 दिन भयो म यहाँ आएर अनि भोलि लाने भोलि मङ्गलबार भोलि चाहिँ सुशीला बमजनको लास चाहिँ माइतीले जिम्मा लिने हो कि उसको बुढाबुढीले जिम्मा लिने हो घरबटीले आफ्नो यहाँको त्यो सबैहरूलाई सोद्धाखेरि अब भयो जिम्मा लिएर पनि हुन्छ झले पनि हुन्छ भन्यो त्यसो भन्दाखेरि चाहिँ अब लाने अनि उनीहरूलाई मुता चाहिँ हुन्छ त्यो उनीहरू 4 जना चाहिँ थुनेकै हुन्छ प्रहरीहरूले चाहिँ हजुरहरूलाई साथै दिनु भएको छ होइन अनि साथै दिएको छ मैले एउटा सुन्नुमा आएको थियो यहाँ महिला सिडो साहब हुनुहुँदो रहेछ उहाँले चाहिँ एउटा कर्फ्यू जारी गर्नु भएको रहेछ कानुनमा कर्फ्यू जारी गराउन मिल्छ कि मिल्दैन त्यो कुरा उहाँलाई नैतिकता थियो कि थिएन त्यो थाहा भएन उहाँसँग मेरो फोन वार्ता पनि भएको थियो त्यतिखेर चाहिँ तपाईँले गोली हाने आदेश दिनु भएको छ भनेर भन्नु सुन्ने बित्तिकै मैले उहाँलाई कल पनि गरेको थियो पहिलो गोली चाहिँ तपाईँलाई नै पर्ला यो यस्तो नगर्नु एउटा पीडितलाई चाहिँ न्याय दिनु पर्नुपर्छ भन्ने सोच चाहिँ मैले पनि भनेको थिएँ उहाँलाई उहाँसँग मेरो फोन वार्ता पनि भएको थियो त्यस कारणले गर्दाखेरि चाहिँ सबैजनाले यहाँको जति पनि हुनुहुन्छ स्थानीय दाजुभाइ दिदीबहिनी यहाँको जति पनि हुन्छ यहाँको गाउँलेहरूलाई चाहिँ विशेष गरी धन्यवाद उहाँलाई साथ दिनुभएकोमा अझै अफवाहहरू नफैलाइदिनु होला न्युजहरूले पनि सत्य कुरा के हो त्यसलाई मात्रै तपाईँहरूले मूल्याङ्कन गरेर उ गरिदिनु होला यहाँ अहिले पीडा भएको छ त्यो कारणले त्यही भन्न चाहन्छु म चाहिँ आमा केही कुरा छ भन्नुपर्ने खोइ धेरै कुरो त यो घाँटीमै अड्केको छ तपाईँलाई टेन्सन पनि भएको छ टेन्सन नलिनु सत्यको जित अवश्य हुन्छ आमा कानुनले तपाईँलाई साथ दिन्छ त्यही भन्छु म चाहिँ है ल